सबैजना नमस्कार। मेरो नाम चाहिँ दामोदर भट्टराई, मेरो घर चाहिँ स्याङ्जा र हाल दुबईबाट र अहिले म जुमेरामा छु। वकिङको क्रममा, साँझको वकिङ गर्दै आउने क्रममा चाहिँ म अहिले यहाँबाट आएर यो पुलीको नजिकै मैले हजुरहरूसित कुरा गर्न चाहन्छु र मैले यतिन्जेलसम्म मैले चाहिँ कथाहरूबाट चाहिँ सुरु गर्थेँ र आज चाहिँ मैले रियल जो अहिले नेपालको परिस्थिति, नेपालको वातावरणको लागि चाहिँ मैले त्यसको बारेमा चाहिँ म भन्न चाहन्छु, आफ्नो मनमा लागेको कुराहरू है। मैले के देखेँ, मैले देखेको कुराहरू चाहिँ हजुरलाई सही नलाग्न सक्छ र हजुर हरेक कुराहरू सबैलाई खिर पच्छ भन्ने छैन नि त, सबैलाई खिर मनपर्छ भन्ने छैन, कहिला मासु कहिला के मनपर्छ होइन। र जुन देखेको छ आफूले त्यो देखेको कुरो होइन, मैले जति सुरुदेखि म अहिले यति वर्षको भएँ, म अहिले लगभग 35, 36, 37 वर्षको भएँ। 37 वर्षसम्म मैले जानेदेखि नेपालमा के कस्तो भइरहेको थियो र कसरी चलिरहेको थियो त्यो कुरा चाहिँ मैले अनुभव गरेको कारणले मैले भन्दैछु, ठिक छ। र अहिलेको वातावरण, मैले अहिलेको सिचुएसन, अहिलेको नेपालको वातावरणको बारेमा, नेपालको राजनीतिको बारेमा म भन्न चाहन्छु। र यो राजनीतिकमा जब भइन्छ हिँड्ने गोरुको पुच्छर आफ्नै है जस्तै भइरहेको छ। जसरी कि आज हिजोको दिनमा जेनजी भनेर आयो होइन, जेनजीबाट ठुलो लडाइँ भएर अहिले हरेक राजनीतिक दलहरू चाहिँ के भयो त भन्दा उथुल पुथुल भयो, सबै बाहिर हटाउनु पर्ने स्थिति, हट्ने स्थिति भयो र हटिसके है। यस्तो भइसकेपछि यो सिचुएसन किन आयो त, यो सिचुएसन कसले ल्यायो त, यो सरकार कसको कारणले, कसले खुलाएको कारणले हट्यो त भन्ने कुरा चाहिँ धेरै मान्छेले चाहिँ बुझेका छैन। र आजसम्म जतिसम्म अहिलेसम्म मैले समाचारहरू सुने, मैले प्रत्यक्ष भिडियोहरू, लाइभहरू, हरेक कुराहरू चाहिँ देख्दै आउने क्रममा र सुरुमा जबसम्म राष्ट्रिय स्वतन्त्र पार्टी आएको थिएन, जबसम्म राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पनि रवि आएको थिएन, तबसम्म नेपालको राजनीति के छ त भन्दाखेरि यही भ्रष्टाचार, यही गर्दै भ्रष्टाचार हुँदै देशभित्र एकदमै गढिरहेको थियो है। यो सिचुएसन खोल्यो कसले त, भ्रष्टाचार भइरहेको छ नेपालमा, हरेक देशमा चाहिँ ऋण बढ्दै गएको छ। किन त भन्दा भ्रष्टाचार बढेर, यो बढेको किन बढ्यो त भनेर यो खुलाउने नै को हो त भन्दा रवि लामिछाने। उसले चाहिँ अहिले मात्र पार्टी खोलेर मात्रै होइन कि उसले टेलिभिजनमा ऊ एउटा पत्रकार हुँदादेखि सुरुदेखि जसरी ऊ कोरियन जो अमेरिकाबाट आए जसरी नेपालमा आएर उनले मैले केही गर्छु भनेर उनले आएर नेपालमा केही गर्छु भनेर गरे र पत्रकार बने, टेलिभिजन चलाए, सबै थोक गर्दै गए र कति दुखी मान्छेहरू, विदेशमा दुःख पाएका मान्छेहरूलाई पनि उनले के गरे त भन्दाखेरि एकदमै सहयोग साथ सपोर्ट दिएर सहयोग गरेर पत्रकार छँदाखेरि नै विदेशमा दुःख पाएका चेलीहरूलाई, दुःख पाएका मान्छेहरूलाई सबैलाई के गरे त भन्दाखेरि नेपालमा भित्र्याए। दुःख पाएका मान्छेहरूलाई, त्यो दुःखबाट टर्चर दिएका मान्छेहरूलाई पनि त्यहाँबाट हटाए, त्यहाँबाट लिएर गए। त्यो हरेक दुःखहरू तिमीले चाहिँ पाएका मान्छेलाई चाहिँ सुख हरेक कुराहरू चाहिँ दिएर निकाले होइन, त्यो जङ्गलबाट निकाले। र फेरि पनि उनी फेरि के गर्छ भन्दा फेरि पार्टी खोलेर आएर पनि सरकारमा आइसकेपछि कति भ्रष्टाचारी भएको छ र कति मान्छेले डुबाएको छ भन्ने कुराहरू चाहिँ उसले खोल्दै गयो। भ्रष्टाचारले गर्दा देश बिग्रियो, सबै भयो भनेर यति खोलिसकेपछि फेरि बल्ल के गर्यो त भन्दा यति खोलिसकेपछि र देशमा यसले यो चिज यहाँबाट यसले यति भ्रष्टाचार गरेको छ भनेर उसलाई चाहिँ हरेक ती भएका भ्रष्टाचार गर्ने नेताहरूलाई चाहिँ समाती सबैलाई चाहिँ के खोल्न लाग्यो। ठुल्ठुला फाइलहरू चाहिँ खोल्न लागेको देखेपछि ठुल्ठुला पार्टीमा अब हामी फसिने भयो, हामी डुबिने भयो भनेर उसलाई हरेक कुराहरू, कहिले नागरिकता, कहिले पासपोर्ट, कहिले चाहिँ उसको सहकारी काण्ड भन्दै उसलाई चाहिँ हरेक कुराहरूमा फसाउँदै गए। उसको चाहिँ नागरिकतामा सकेन, पासपोर्टमा सकेन र उसका हरेक कुराहरूमा सकेन र अब फेरि उसलाई सहकारीबाट भन्दै ठग उत्पादन गरेर फेरि जेल हालिसकेको छ। र जेल हालिसकेपछि पनि उसले चाहिँ हरेक भित्रैदेखि पनि उसले के गरेको छ भन्दा यो भ्रष्टाचारी भएको छ, यसरी भएको छ, उसरी भएको छ भनेर हरेक कुराहरू खोलिदिँदै गएको कारणले चाहिँ अहिले जेनजी आए र जेनजीले चाहिँ आन्दोलन गरेर यो भ्रष्टाचार हटाउनुपर्छ भनेर
त्यही रवि लामिछानेले अगाडि बढाइरहेको कुरालाई चाहिँ उनीहरूले के गरे त भन्दाखेरि लिएर अगाडि बढेको कारणले चाहिँ के भयो त आज भन्दा सरकार उछुलपुछुल भयो र सरकार नाश भएको छ र आज जेनजीले गर्दा आज सरकार फेरिको चान्स भएको छ। यो कारण किन जेनजीले बुझेको छैन र जनताले नेपालको धेरै जनताहरू बुझेको छैन किनकि आज जो जनताहरू नबुझ्ने भएको छ त्यो सबै के छ त भन्दा त्यही पुरानो नेताहरूको चाकडी गर्ने त्यही पुरानो नेताहरूको चाहिँ झोले भएर हिँडिरहेको छ। यदि उसले अझै पनि देशको लागि केही गर्छु देशको लागि केही गर्नुपर्छ भन्ने कुरा चाहिँ अझै पनि बुझेको छैन। त्यो मान्छे मात्र के गरेको छ भन्दाखेरि त्यसरी पछि उसको पछि लागेको छ। आज रवि लामिछानेले भनेको छ र अहिले यो आन्दोलन हुँदाखेरि भन्दा पहिला जसरी रवि लामिछानेलाई सरकारी ठगमा हाल्दाखेरि त्यसमा कुनै प्रमाणित भेटाउन सकेन र सहकारीमा कुनै पनि उसको हात छैन भनेर प्रमाणित भइसक्यो। समिति बनाएर समितिमा प्रमाणित भइसकेपछि पनि फेरि पनि जेल हालेको छ र सहकारी प्रमुख अहिले आज जुन हाम्रो अहिले प्रधानमन्त्री हुनुहुन्छ हैन सुशीला कार्की, उहाँले पहिला भन्नुहुन्थ्यो रवि लामिछानेले बिचरा केही गरेको छैन, कहीँ पनि दोष निक्लेको छैन। एउटा कम्पनीमा गएको पैसा कम्पनीको ओनरले लिएर गएको पैसा उसले चाहिँ तलब दियो, बिजुलीको पैसा दियो या कर्मचारीलाई सेलर दियो, सबै थोक गर्यो। त्यो पैसालाई उसले लियो भनेर खरिदखान गरेर रात भनेको छैन दिन भनेको छैन कहिले कहाँ दौडिरहेको छ भनेर भन्नुभएको थियो हिजो। त आज फेरि उहाँले के भन्न लाग्नुभयो जब सरकारमा जानुहुन्छ, सरकारमा गइसकेपछि फेरि के भन्नुभएको छ त भन्दाखेरि यसले यसरी खायो, यसले यस्तो दुःख छिरे कमाएको पैसा यसरी लिएर जान हुन्थेन भनेर अहिले फेरि के गर्नु सरकारमा पुगेपछि फेरि उहाँ फेरि खस्किनु भएको छ। हरेक मान्छेहरू छन्, धेरै मान्छेहरू नबुझ्ने मान्छेहरू चाहिँ फेरि पनि के गर्दछ सरकारमा गइसकेपछि के हो सरकारमा गइसकेपछि हरेक मान्छेको चेन्ज हुन्छ कि के हुन्छ। तब रवि लामिछाने मात्र एक यस्ता व्यक्ति हुन् जसले गर्दाखेरि सरकारमा जाँदा पनि उनले कुनै पनि काम कुनै पनि यो यस्तो हुन्न भनेर उनले गरेका थिएनन्। हरेक काम हरेक बन्द भएका प्रोजेक्टहरू खुलिरहेका थिए, हरेक संस्थाहरू हरेक कुराहरू चाहिँ जस्तै पुलहरू भयो, जस्तै बाटोहरू भयो, यो बन्द भइरहेको नबनेको बाटाहरू बन्द भएका बाटाहरू उनी गृहमन्त्री हुँदाखेरि हरेक कामहरू चाहिँ के भएको थियो त भन्दा चालु भएको थियो। जस्तै भन्नुपर्दा हाम्रो बलाम बेलटारी कालीगण्डकी जलविद्युत परियोजना नजिकै हाम्रो बलाम बेलटारी दर्पुक जोड्ने पुल पाल्पा जोड्ने पुल पक्कै पुल बनिरहेको थियो। जब गृहमन्त्रीमा थिए रवि लामिछाने तब के भइरहेको थियो त भन्दाखेरि डरले पनि त्यहाँ के भएको थियो भन्दा काम भइरहेको थियो कि त्यहाँ पिल्लरहरू राखेको थियो। जब उनी गृहमन्त्रीबाट हटे तब पछि बल्ल के भएको छ भन्दा त्यहाँ काम रोकिएर फेरि पनि अहिले कुनै पनि काम भइरहेको छैन। यदि यो हाम्रा गाउँका जनताहरू, हाम्रा गाउँका दाजुभाइ दिदीबहिनीहरू, गाउँका मम्मीहरूले आखिरी राम्रोसित उहाँको त्यो समय हेर्नुहुन्छ भने त्यो सही समय थियो जति बेला रवि लामिछाने गृहमन्त्रीमा थिए। त्यो हुँदाखेरि मात्र के भएको थियो काम भएको छ, त्यसपछि फेरि काम बन्द भएको छ, अहिले कुनै पनि काम भएको छैन। यदि कुनै पनि अरू पार्टीले काम गर्थे भने त्यो पुल अहिलेसम्म होइन, अहिले चाहिँ बनेर गाडी हिँड्ने बेला भएको हो तर पनि काम भएको छैन। किनकि गर्नुपर्ने थियो नि त, खै त गरेको यति जेसम्म के हेरेर बसेको। यदि अब कुनै दिन अब चाहिँ छिटै रवि लामिछाने आउँछन् र उनले सरकारमा आएर केही गर्छन् भने त्यो पुल देख्नु होला फेरि लगातार सुरु हुन्छ र छिटै बन्ने होला छ। तर यो कुरा चाहिँ के गर्छ हामीले बुझ्नु जरुरी छ। जनताहरू पछि भेडाहरू तिनीहरू पछाडि हिँडे, उसको पछि लागे र नराम्रो कुराहरू अरू पार्टीका उसमा लागेर भ्रष्टाचारलाई बचाउनको लागि उनीहरूबाट केही पैसा खाएर यस्तो भनेपछि त म राम्रो हुन्छु भनेर बनेर हिँडेको हुनुहुन्छ भने त्यो छोडिदिनुहोस्। अब देशको लागि केही गर्छु र देशका लागि हामीले केही गर्नुपर्छ भनेर हिँड्नुहुन्छ भने अब जो गर्ने व्यक्तिलाई चाहिँ साथ दिनुभयो भने मात्र हाम्रो देश बन्छ हजुर। नत्र भने कुनै पनि सिचुएसनमा कुनै पनि हाम्रो देश बन्नेवाला छैन। हिजो आज सुन्नमा आएको छ रवि लामिछानेलाई बाहिर निकाल्यो भने बालेन शाह म प्रधानमन्त्री हुन पाउन्न र मेरो भनेर उनले आफ्नै गृहमन्त्री चाहिँ अहिले गृह मन्त्रालयमा चाहिँ राखेका छन् रे, बाहिर सुन्नीमा आएको छ। तर यदि होला पनि हामीलाई पनि लाग्छ हो पनि, किनकि आज यसरी जनताको आज जेनजीको कारणले आज देशमा यदि यत्रजना मारेका कारणले आज सरकार ढलेको छ, सरकारमा लिएर गएको छ। किनकि यदि ती भ्रष्टाचारीहरू समात्यो ती भ्रष्टाचारीलाई चाहिँ
भ्रष्टाचारीको पैसा सम्पत्ति छानबिन गरेर त्यसैबाट फेरि पनि हरेक देश विकासका निर्माणहरू भउन् भनेर आज यो भएको हो, सरकार चेन्ज भएको हो। तर उनीहरूले फेरि पनि के गरेको छ त भन्दाखेरि त्यही प्रतिशोध छानेर फेरि पनि उसलाई आफू प्रधानमन्त्री बन्नको लागि फेरि उसलाई के गर्दैछ त भन्दा पछि हटाउँछ। उसलाई चाहिँ फेरि त्यो प्रमाणित नभएको लागि पनि फेरि पनि जेल राखेको छ। किन? यदि यो गर्नु, यदि साँच्ची सच्चा आज अब युवा हो, यदि देशलाई राम्रोसित अगाडि बढाउने हो भने प्लिज अब चाहिँ यो छोडिदिनुहोस्, खुट्टा काम छोडिदिनुहोस्। अब चाहिँ देशलाई कसरी अगाडि बढाउने हो त, देशलाई कसरी राम्रो बनाउने हो त भनेर कसले हो त, को हो त यस्तो व्यक्ति जसले देशलाई सही बाटोतर्फ लान्छ भन्ने कुरा बुझ्नु होला। यदि आजसम्म रवि लामिछानेले 1 रुपियाँ खाएको छैन, खाएको छ भने पनि उसले खाएको होइन, उसले प्रमाणित भइसकेको छ। उसले होइन कि उसले काम गरेको कम्पनीमा चाहिँ के गएको छ त भन्दा पैसा गएको छ। यदि त्यो कम्पनीको ओनरलाई लिएर गएर समात्नुहोस्, त्यो पैसा 10% 15%मा भएको मान्छेलाई समातेर हुँदैन, उसमा अधिकार पनि हुँदैन। यदि हजुरले पढ्नु भएको छ, जान्नु भएको छ भने है। मैले पनि हल्का पढेको छु, मैले बुझेको थिएँ। त्यो हुँदाखेरि हरेक कुराहरू चाहिँ बुझ्न जरुरी छ। यदि साँच्चीकै सही गरेको मान्छे, सही लाइफमा देशलाई केही गर्छु भनेर आएको छ, जसले हरेक राम्रा मान्छेहरू चुनेर र जो भ्रष्टाचार गरेको छैन, जसले चाहिँ देशलाई लागि केही गर्छु भनेर आएको छ, त्यस्तो मान्छे मात्र, पढलेखेका मान्छे मात्र उनले चाहिँ के चुज गरेर राखेको छ भनेपछि आज सबैले के गर्न जरुरी छ भने बुझ्न जरुरी छ। अब हाम्रो देशलाई चाहिँ अगाडि बढाउनको लागि, देशलाई राम्रो बनाउनको लागि हामीले अब कसैको खुट्टा तान्ने होइन, जो राम्रो काम गर्नेको मान्छेलाई खुट्टा तान्ने होइन कि उसलाई हामी साथमा साथ, हातमा हात दिएर अगाडि बढ्यौँ भने 100% हाम्रो देश के हुन्छ त भन्दा सफल हुन्छ र सक्सेस हुन्छ र अरू देशभन्दा पनि राम्रो हुनेवाला छ। प्लिज अब यति कुरा चाहिँ बुझेर अरू कसले के भन्छ होइन, हामीले देश कस्तो बनाउने हो त भनेर अगाडि बढौँ। कसैका सही मान्छेको लागि खुट्टा तानेर अगाडि बढ्ने होइन, खुट्टा तानेर होइन, साथमा साथ, हातमा हात दिएर अगाडि बढौँ। अबका युवाहरू भनेको हामी हो। अब हामीले नै के गर्नुपर्छ, देश बनाउनु जरुरी छ। अब पनि हामीले फेरि काम गर्न लागेका मान्छेहरूलाई हामीले खुट्टा तानेर हिँड्यो भने फेरि पनि कुनै पनि हाम्रो देश बन्नेवाला छैन। अब आज हामी विदेशमा आएर आफ्नो फ्यामिली छोडेर विदेशमा आएर बसिएको छ र कतिसम्म यो विदेशमा गएर बस्नु। अब त हामीले केही गरौँ। अब त हामीले हाम्रो देशमा एउटा राम्रो नेता चुनेर, राम्रो युवाहरू चुनेर एउटा देश बनाउनको लागि हामी त अगाडि बढौँ। हामी कति विदेशमा दुःख गर्ने, अब त केही समय 2-4 वर्षपछि हामी पनि त गएर हाम्रो देशमा केही गर्न पाऊँ भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी छ। कति राम्रा मान्छेहरूले पनि बुझेर पनि नबुझे जस्तो र जस्तै हुन्छ नि त, कुनै पनि कम्पनीमा सामान लिएर गयो होइन, त्यो सामानमा आफूले गयो, सामान लियो, चित्त बुझ्यो, सामान लियो, हिँड्यो, अनि फेरि के गरेको हुन्छ भन्दाखेरि मलाई त यसो फल्नाले यस्तो लिएर गएको हो, यस्तो लिएर गएर यसरी सामान लिएर आएको हो, यसरी मलाई पैसा उसले दिनुपर्ने हो भन्छन्। तर त्यो होइन। यदि हजुरले आफूले गएर बुझेर राम्रोसित गर्नुभएको छ भने त्यो चाहिँ के हो त भन्दाखेरि त्यो हजुरलाई कसैले जबरजस्ती गरेको होइन। यदि हजुरलाई राम्रो लाग्यो, हजुरले बुझ्नु भयो र हजुरले बुझेर लिनु भएको छ भने, सामान ल्याउनु भएको छ भने, यदि हजुरले सामान खानुभयो, हजुरले युज गर्नुभयो, बेच्नुभयो, हरेक कुरा गर्नुभयो, फेरि हजुरले यो यस्तो हो भनेर हजुरले कम्पनीलाई नराम्रो भन्नु जरुरी छैन। यदि कुनै व्यक्तिलाई नराम्रो भन्नु छैन, यो कुरा बुझ्नु जरुरी छ। यदि हजुरले लाइफमा केही गर्न चाहनुहुन्छ, अगाडि बढ्न चाहनुहुन्छ र हजुरले केही देशलाई राम्रो गर्न चाहनुहुन्छ भने कसैको खुट्टा तान्ने होइन। अब चाहिँ साथमा साथ, हातमा हात दिएर युवाहरूको अगाडि बढाएर हामीले चाहिँ अब केही गर्न जरुरी छ है। यसरी कसैको खुट्टा तानेर अगाडि पछाडि तान्ने कुरा नगरौँ। अब चाहिँ हाम्रो देशमा कसैले गर्छु भनेर आएको छ, रवि लामिछाने गर्छु भनेर आएको छन्, तर उनलाई हामीले अब साथमा साथ दिएर जेलबाट निकालेर उनबाट भएका त्रुटिहरू, मैले उनलाई जेल नहाल भनेको होइन, उसले गल्ती गरेको छैन भनेको होइन। उसले गल्ती गरेको छ भने उसलाई सजाय हुनुपर्छ, ठिक छ होइन। यदि गल्ती गरेको छैन भने उसले चाहिँ कम्पनीमा काम गरेको थियो, कम्पनीले खायो, कम्पनीले गर्यो भने कम्पनीलाई गर भन्नुहोस् न, कम्पनीलाई समात्नुहोस्। तर किन यसरी एउटा व्यक्तिको पछि लागेर यसरी देशलाई राम्रो गर्छु भनेर आएको मान्छेलाई किन खुट्टा तान्नुहुन्छ? त्यो हुँदाखेरि यदि लाइफमा हजुर अगाडि बढ्न चाहनुहुन्छ, देशलाई अगाडि बढाउन चाहनुहुन्छ भने अब त अलिकति सोच्ने बेला आएको छ। अब हामी लाइफमा अगाडि बढ्न जरुरी छ। अब हामीले चाहिँ हरेक कुरामा साथमा साथ, हातमा हात दिएर अगाडि बढ्न जरुरी छ। जय रवि, जय देश, जय नेपाल। थ्याङ्क यू सो मच।